हेलो नमस्ते सम्पूर्णमा आज नै छोरासँग हाम्रो यो सेवक नन्दी रिभर आएको छु है। लु जाउँ छिटो जाउँ जाउँ न छिटो पानी जाउँ यो पिडी गन्जीलाई मेरो छोरा उता मेरो भान्जा हो त्यहाँ उप जाउँ चाहिँ हाम्रो एकदम होम टाउन है मेरो सेवक बजार प्यारो रमाइलो गाउँ। अब हिजो अस्ति भर्खर पानी चाहिँ हिजो अस्ति भर्खर सफा भयो हो खोला बढेर अब बढेर अलिकति एकदम गहिरो हुन्छ क्या त तपाईँहरू पनि आउनुहोस् ल। र हेलो गाइस धेरै दिन बाद है यी नानीहरूसँग छिरिङ हेलो भन्नु छिटो यता यता हेलो यता हेलो छिटो प्रज्ञान हेलो भन के गरेको माछा पक्रेको यहाँ आर्यन र धम्बुले छ र यहाँ म छु है नानीहरूसँग। अब बल्ल बल्ल छुट्टीमा आएको भनौँ न आज नै आएको है छोरा र यहाँ नानीहरूसँग अब खोला खेल्ने भनेर लिएर आएको। अब सुमुखको नानीहरू त हो आउने बित्तिकै खोलामा अनि यहाँ तपाईँहरूलाई म माछा देखाउँदैछु ल। यो सबै मैले चाहिँ होइन खालि नानीहरूले मात्रै पक्रेको ल माछा हेर्नुहोस् ल। यहाँ हेर्नुहोस् ल आम्बो देख्नुभयो यहाँ माछा गङ्गटादेखि लिएर योदेखि लिएर हो मतलब यस्तो एक्सपोर्ट हिसाबले पक्रेको छ नि हाम्रो नानीहरूले माछा बाफ्रे। हाम्रो सेवकको नानीहरूले जस्तो चाहिँ यहाँ हिले पक्रिरहेछ हो यहाँ। अब हाम्रो यहाँको चाहिँ मोटामोटी एक्सपोर्टै भनौँ न यहाँ हाम्रो यहाँको नानीहरू चाहिँ एकदम एक्सपोर्ट त्यही हो। ऊ यहाँ हेर्नु हौ दुईजना हो यहाँ चाहिँ म छु नि त्यसलाई जस्ट एउटा हेल्प मात्रै है मैले चाहिँ अब नानीहरूलाई यसो सघाइदिएको पानी सानी थुनेर उयो गरेर हो। चाहिँ हाम्रो घर छेउमा छ नि त नदी यो चाहिँ नन्दी रिभर भन्छ। यो चाहिँ खालि बर्खामा बढ्छ हो। यहाँ झर्ना पनि हेरिहाल्नुभयो पानी चाहिँ अस्ति भर्खर बर्खा एक भेल फर्स्ट भेल आएर चाहिँ मजाले सङ्लेको थियो त्यसले गर्दा